प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्री परिषद विस्तार गर्नुभएको छ। आइतबार तेस्रो चरणको मन्त्री परिषद विस्तारसँगै अब सरकारमा कुल 10 सदस्य पुगेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त 2 मन्त्री डाक्टर सुभाष शर्मा र बब्लु गुप्तालाई शपथ गराउनुभयो। थप 2 मन्त्रीले शपथ लिएसँगै मन्त्रीमण्डल केही फराकिलो भएको छ। यसअघि प्रधानमन्त्री कार्कीले भदौ 30 गते र असोज 6 गते मन्त्री परिषद विस्तार गर्नुभएको थियो। आइतबार तेस्रो पटक विस्तार भए पनि मन्त्री परिषदले अझै पूर्णता पाउन नसकेको हो। देशमा 22 मन्त्रालय छन्। महत्त्वपूर्ण तथा संवेदनशील मानिने मन्त्रालय मध्ये परराष्ट्र, रक्षा सहित खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्नु भएको छ। यससँगै ठूलो बजेट रहेका र विकास निर्माणसँग प्रत्यक्ष जोडिएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिएको छ। आइतबार तेस्रो पटक भएको मन्त्री परिषद विस्तार हुँदा प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी डाक्टर सुभाष शर्मालाई दिनुभएको छ भने युवा तथा खेलकुद मन्त्रालय बब्लु गुप्ताको जिम्मामा पुगेको छ। प्रधानमन्त्रीले यसपटक 4 जना मन्त्री सिफारिस गर्नु भए पनि अन्तिम क्षणमा 2 जनाको नाम फिर्ता लिनुभएको थियो। भूमि व्यवस्था मन्त्रालयका लागि सिफारिस गरिएका गणपतिलाल श्रेष्ठले आफूलाई चाहिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नपाएपछि असन्तुष्टि जनाउँदै शपथ ग्रहणबाट पछि हट्नु भएको थियो। यसैबीच श्रम मन्त्रालयका लागि सिफारिस गरिएका खगेन्द्र सुनारको नाम पनि कानुनी विवाद सतहमा आएपछि प्रधानमन्त्री कार्कीले फिर्ता गर्नुभएको हो। डाक्टर सुधा शर्मा चिकित्सा क्षेत्रको अनुभवी नाम हुनुहुन्छ। त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका बब्लु गुप्ता सामाजिक अभियन्ताको रूपमा परिचित हुनुहुन्छ। प्रधानमन्त्रीको मन्त्री परिषद विस्तारमा अन्तिम समयमा नाम फिर्ता हुने र असन्तुष्टि देखिने घटनाले राजनीतिक सन्तुलन कायम गर्नुपर्ने दबाव छने परेको छ। सरकारलाई निर्णय कार्यान्वयनमा पूर्ण गतिशील हुन कठिनाइ परेको विश्लेषणहरू हुन थालेका छन्।